चाहिँ अब बजार हिँडेको है। हेलो साथीहरू, गुड मर्निङ, नमस्ते, लासो फ्याफुल्ला, स्वागत छ तपाईँहरूलाई मेरो नयाँ भिडियोमा। अनि आज चाहिँ मातीर्थ औँसी सबै आमाहरूलाई मातीर्थ औँसीको धेरै धेरै शुभकामना भन्न चाहन्छु। अब हामी चाहिँ दिदी र म अनि अरू दिदीहरू मिलेर चाहिँ हामी चाहिँ मातीर्थ औँसीको लागि सपिङ गर्न जानु लागेको। दुईवटा दिदी चाहिँ तर काठमाडौँबाट आउँदै हुनुहुन्छ अलिअलि सामान ल्याएर, अनि काकाको छोरी र म चाहिँ यहाँबाट जानु लागेको। अब हामी चाहिँ अब बजार हिँडेको है। छ मान्छे जाँदैछु हजुरहरू खाना पकाएर खानु होला। पकाएर राखिदिनु भएन हजुरले? मलाई सेटअप गर्न फुर्सदै पाएन, मलाई सेटअप गर्न फुर्सदै पाएन। त्यहाँ बाबाले यत्रो भाले लिएर हजुरहरूको लागि स्पेसल। त्यहाँ बाबाले यत्रो भाले लिएर हजुरहरूको लागि स्पेसल। यत्रो भाले लिएर गर्मी 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 कति गर्मी हो। हाम्रो दिदी चाहिँ यता हुनुहुन्छ। मलाई नि यहाँ गर्मी भएर झन् यस्तो बाक्लो सुरुवाल लगाएर यहाँ जाडो भइरहेको छ। हामी चाहिँ यहाँ सामान भाग लाउन लागेको होइन साथीहरू। हाम्रो चाहिँ 6वटा घरमा भाग लाउनुपर्छ। सामान चाहिँ यता छ, 6वटा घरमा भाग लाउनु पर्ने। माथि बजारमा किनेर एउटा भाग चाहिँ माथि छोडेर आयो, किनकि अब यहाँ ल्याएर फेरि भाग लगाएर माथि पुऱ्याउनु पर्छ नि त। त्यही भएर माथि भाग लगाएर एउटा भाग चाहिँ माथि छोडेर आयो। हाम्रो आमाहरू चाहिँ 4 जना हुनुहुन्छ, अनि 2 भाग चाहिँ भाउजू 2 जनालाई भिन्दै बस्नु भएको नि त। दुईवटा भाग चाहिँ भाउजूहरूलाई हो। अब हामी चाहिँ भाग लाउँछ यहाँ। अब 5 भाग मात्रै लाउनु लागि चाहिँ 1 भाग माथि पुऱ्याइसक्यो। सामान त खासै केही ल्याएन होइन। हामीले चाहिँ स्याउ अनि अङ्गुर 1 भाग भयो। यहाँ 1 भाग छ, यहाँ 1 भाग, यहाँ 1 भाग, अनि उता 1 भाग छ। 5 भागे स्याउ अङ्गुर चाहिँ यहाँ छैन, त्योहरू पनि भाग लाउनु पर्ने हो। अनि सबै रेडी छ, अब यहाँ हाल्नु मात्रै बाँकी हो। तपाईँ हाल्नु। यहाँ चाहिँ दालमोट पनि सबै ल्याइछ। सबै दालमोट पनि 5 भाग हाल्नु पर्ने। यहाँ दालमोट भयो, अनि चोको पाइ छ। यसरी 2 भाग मिल्दैन। दालमोट, चोकोपाई, मिठाईको सट्टा चोकोपाई ल्याएको थियो। अनि ओखर, काजु, त्यति हो। सामान त धेरै त ल्याएन केही पनि। अनि चिसो छ, अनि अन्डा छ, 1 क्रेट अन्डा छ। दिदीले चाहिँ यहाँ भाग लाउँदैछ। स्याउ, अङ्गुर, चोकोपाई, दालमोट, काजु, अनि ओखर चाहिँ यहाँ झमरी गएँ ताज झमरी। अनि चिसो 1 बोतल, त्यति हो। अब 1 क्रेट अन्डा माथि, अन्डा चाहिँ माथि झारेको छ त्यहाँ होइन। अनि त्यो 1 क्रेट अन्डा यहाँ 6वटा लिएको, एउटा चाहिँ माथि छोडेर आइसक्यो। यो चाहिँ 5वटा बाँकी छ। हेर्नु गर्मी पसिन। हाम्रो चाहिँ दिदी बहिनीहरू सबै एकै ठाउँमा मिलेर सामान 1 मुष्टै लिन्छौँ। अनि त्यसपछि अनि भाग लाउँछ। यसरी हाम्रो 6 भाग लाउनुपर्छ। अब अरू भाग चाहिँ पुऱ्याउन जानुपर्छ। अब सबै एकै ठाउँ बसेर खाऊँ भने नि हाम्रो चाहिँ आमाहरू पनि सबै माइततिर खुवाउन जानु भइसक्यो आमालाई। अनि त्यही भएर हामी आमा चाहिँ खुवाउन आएको माइतमा दिदी बहिनी भेला भयो, गफ हान्यो, बस्यो। अनि आमा जति माइतमा मामा घरतिर। त्यही भएर अनि यस्तै सामानहरू ल्याउने। अनि
भाग छुटाउने अनि त्यसपछि घर घरमा पुऱ्याइदिने अनि दिदी बहिनी बस्ने रमाइलो गर्ने गफहरू गर्ने त्यस्तै हो। यहाँ लुङ्गी पनि छ है आमाहरूले चाहिँ चारजना हुनुहुन्छ आमाहरू चाहिँ अनि आमाहरूले चाहिँ एउटा एउटा लुङ्गी पनि छ। एउटा एउटा लुङ्गी अनि यहाँ चाहिँ अन्डा चाहिँ एक रेट अन्डा एउटा एउटा लुङ्गी अनि त्यो अघि ल्याएको सामानहरू त्यही पुऱ्याउनु जानुपर्छ अब घर घरमा त्यही पुऱ्याइदिने अनि मातपेट आउँसिसक्यो अनि आजको हाम्रो गर्मीहरू नै पसिना। सामान चाहिँ एकजनाको भागमा यति परेको छ अङ्गुर स्याउ चोकोपाई दालमोट अनि काजु अनि ओखर चिसो एउटा अन्डा एक क्रेट लुङ्गी एउटा। आजको भिडियो चाहिँ यहीँ इन गर्न चाहन्छु होइन। सामानहरू सबै पुऱ्याइसकेँ सबैको घर घरमा पुऱ्याइसकेको छ। आजको भिडियो चाहिँ यहीँ इन गर्छ अब बाई बाई अर्को भिडियोमा भेट्छु।